अब बालन सरकारको विरोधमा म त केही भन्न सक्दैन हो कि हुन्न आज त्यसको छ भोलि मलाई पनि त्यस्तै हुन्छ कङ्क्रिट उठाएर चाहिँ लैजाँदैछ यहाँबाट झिक्दैछ अब चाहिँ है फोहोरहरू उनीहरूले पनि कति 50-60 जना विद्यार्थीहरूलाई निःशुल्क पढाउने काम गरेथे भाडा खाए भन्ने कुरा आयो तर त्यो भाडा चाहिँ कहाँ गयो भन्ने कुरा मान्छेले मूल्याङ्कन गर्नुपर्ने थियो तर मान्छेहरूले चाहिँ नेगेटिभ भाष्य सिर्जना गरियो भाडा खाइयो के भन्ने कुराहरू तर त्यो चाहिँ थिएन हङकङ बजारभित्र चाहिँ डोजर चलिसक्यो भन्ने खालको छ तर त्यो होइन त्यो भ्रमण पर्नुस् त्यो होइन त्यो ऐलनी जग्गा पारिपट्टिको ऐलनी जग्गा हो हङकङ बजारको जग्गा हो यो खास यो हङकङ बजारको जग्गा चाहिँ के भन्नाले व्यक्तिगत हो यो कृषकको जग्गा हो यो घर त छैन अब त कतिको घर छ यहाँ पनि टुटिएछ त्यहाँ पनि घर टुटिएछ बाटै हो कस्तो के भन्नाले यो खुलेको रोड हो होइन हजुर हजुर अब यो खुलेको रोडमा जहाँसम्म यो बाटै नै रहला अहिलेलाई हजुर हजुर किनभने यसको मापदण्डभित्र परेको बाटै नै रहला हजुर हजुर अब भावी दिनमा त के हुन्छ होइन हामीले हेर्नुपर्छ के भइरहेको यार के भइरहेको यहाँ अस्ति भर्काएको सफा गर्दैछ यो सफा गर्दै हो यति बेला चाहिँ म अहिले यो हङकङ बजारमा छु र यहाँनिर चाहिँ अहिले महानगरपालिकाले चाहिँ यो डोजर लगाएर चाहिँ यतापट्टिको यो अवैध संरचनाहरू चाहिँ हटाइसकेको छ र यहाँ रहेको यो कङ्क्रिटहरू चाहिँ डोजर लाएर चाहिँ हटाउँदैछ र यहाँनिर चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ योले चाहिँ यहाँको यो फलामहरू टिपेर लैजाँदैछन् अब यो सायद यो उठाएर उनीहरूले चाहिँ बेच्न लैजाँदैछन् यहाँनिर चाहिँ अब यो कङ्क्रिटलाई चाहिँ सफा गर्ने चाहिँ काम भइरहेको छ है तपाईँलाई चाहिँ कस्तो लाग्छ राम्रो लाग्छ सरकारले राम्रो गरेको छ हजुर चाहिँ हेर्न आउनुभएको यो हेर्न आएको तपाईँहरूले जान्ने बेला चाहिँ यहाँ के थियो त तपाईँहरू त यहाँको पुरानो मान्छेहरू होला यो सारा कलमको उस थियो हजुर अफिसहरू थियो हजुर भने पहिले तपाईँहरू सानो हुने बेला त्यस्तो अफिस थियो र थिएन नि त्यति बेला त थिएन के थिएन यो पछि बनाएको ए अँ यो संरक्षण पछि बनाएको हो हजुर यहाँ चाहिँ अहिले चाहिँ सारा क्लबकोले चाहिँ यो भवनहरू बनाएर भाडामा दिन्थ्यो होइन भाडामा दिन्थ्यो त्यो पैसा गभर्मेन्टलाई नजाने रहेछ उनीहरूले आफैले आफै खाने रहेछ हामीले अहिले बल्ल थाहा पायो कि यहाँको पैसा गभर्मेन्टलाई नजाने रहेछ पुरा क्लबले खाने रहेछ ए त्यो भत्काएको ठिक छ अब भत्कायो यो साह्रै राम्रो यहाँ बाटो बन्छ गभर्मेन्टलाई जान्छ फाइदा हुन्छ सरकारलाई फाइदा भएपछि जनतालाई हुन्छ यो महानगरपालिकाले भत्कायो यहाँ होइन अब यो के छ के लाग्छ तपाईँलाई कस्तो लाग्छ कुन उद्देश्यको लागि भत्काएको त्यसमा पहिलो प्रथम त त्यो कुरा हुनु पऱ्यो है हजुर हजुर अब जुन उद्देश्यको लागि भनेर भत्काइए अथवा त्यो संरचनालाई गरेछ त्यसको लागि चाहिँ अब त्यही संरचनाको लागि गर्नु पऱ्यो नगरपालिकाले त्यो नगरिकन यतिकै छोड्नु भएन होइन अब यहाँ बसेका अब पहिला बसेका सङ्घ संस्थाहरू छन् उनीहरूको नि आफ्नै बाध्यताहरूले बसे पहिलाका सरकारहरूले बस भन्नुभयो अहिलेकाले चाहिँ निक्लेर जा भन्नुभयो त्यति खरको तर पनि उनीहरूले पनि कति 50-60 जना विद्यार्थीहरूलाई निःशुल्क पढाउने काम गरेथे भाडा खाए भन्ने कुरा आयो तर त्यो भाडा चाहिँ कहाँ गयो भन्ने कुरा मान्छेले मूल्याङ्कन गर्नुपर्ने थियो तर मान्छेहरूले चाहिँ नेगेटिभ भाष्य सिर्जना गरियो भाडा खाइयो के भन्ने कुराहरू तर त्यो चाहिँ थिएन यहाँका संस्थाहरूले पनि अब कुनै चाहिँ राजनीतिक संस्था थिए उनीहरूकोमा त्यो अलगै पाटो भयो सामाजिक संस्थाहरूले चाहिँ उनीहरूले चाहिँ विद्यार्थीहरूलाई पढाउने कामहरू गरेथे उनीहरूलाई स्कलरसिप दिने काम गरेथे त्यहाँबाट उठेको पैसाले तर त्यो राम्रै काम थियो तर अब सरकारले यसलाई राम्रो उद्देश्यका लागि निर्माण गरेको त्यो पनि नराम्रो भन्न मिलेन त्यसलाई होइन तर गभर्मेन्टले चाहिँ जे कामको लागि हो त्यो प्रयोजनको लागि त्यो गरिदिनु पऱ्यो त्यति कुरा मात्रै हो यो यहाँनिर चाहिँ अब यो भत्काइसके पछाडि चाहिँ यो कबाडीहरूले चाहिँ यो पुरै फलामहरू चाहिँ यहाँ सङ्कलन गर्दैछन् है यहाँनिर यस्तो छ यो यसरी यहाँ यो आम्मामा के छ दाइहरू तपाईँहरूलाई चाहिँ यो कबाडी चाहिँ कसले उठाउनु दिएको दाइ के छ तपाईँहरूको यो तपाईँहरूले यहाँ व्यक्तिगत तरिकाले उठाउनु भएको हो कि के टेन्डर हो कि के हो दाइ यो हेलो दाइ काट्दै हुनुहुन्छ दाइ हेलो हेलो के हो दाइ खास यो तपाईँहरूको यो भने उठाएर लयो नि यत्तिकै त्यो दाइले नि यहाँ उठाउँदै हुनुहुन्छ यहाँ चाहिँ अब यो डोजर चलिसके पछाडि चाहिँ यो यसरी चाहिँ फलाम चाहिँ काटेर लैजाँदै हुनुहुन्छ हेलो हेलो दाइ ल के छ तपाईँहरूले चाहिँ यो कसरी उठाउँदै हुनुहुन्छ यो के छ उहाँहरू कोही पनि बोल्नुहुन्न है यहाँनिर चाहिँ अब यो कबाडी चाहिँ उठाउँदैछन् है यो डोजर चलिसके पछाडि अब यो मान्छेहरूले के भन्दैछन् भने यहाँनिर चाहिँ यो डोजर चलिसके पछाडि यो कबाडीहरू फलामहरू चाहिँ एउटा टेन्डर गरेर दिएको भए चाहिँ अब राज्यलाई चाहिँ सम्पत्ति अब राज्यमा आउँथ्यो तर कबाडीहरूले चाहिँ यत्तिकै लिएर गए भन्ने कुराहरू पनि
आइरहेको छ है यहाँनिर नि फेरि हाम्रो होइन यो हाम्रो चाहिँ 5 वर्षलाई ढुक्कै हो ए हजुर भन्नाले मतलब तपाईँहरूले पैसा तिरिसक्नु भयो हामीले हजुर होइन हामीले त वर्ष पछि बुझाइराखेको राज्यलाई नै ए हजुर हजुर हाम्रो ओइलेनीमा यताउति नै यो कृषकको जग्गा हो ए हजुर हजुर हामीले यो वर्ष पछि यो राज्यलाई नै हामीले पैसा बुझाइरहेका छन् ए हजुर हजुर अब यो हाम्रो यो फुटेको चाहिँ पोखरा हङकङ बजार होइन हङकङको पारिपट्टि ऐलेनी जग्गा हो फुटेको चाहिँ ए हजुर हजुर अब आज र भोलिसम्म चाहिँ यो काम क्लिन भइसक्छ पर्सिदेखि सोमबार बुधबारदेखि चाहिँ हाम्रो तपाईँहरूलाई त झन् राम्रो भयो यो बाटो खुले पछाडि त हजुर होइन एकदम 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 राम्रो भयो पार्किङको सुविधा हुने भयो 2 लाइनको बाटो हुने भयो चलफल बढ्ने भयो व्यापार व्यवसाय बढ्ने भयो हजुर 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 अनि के भन्छ अरे अब फेरि मार्केटमा चाहिँ बाहिर चाहिँ कस्तो हल्ला छ भन्दाखेरि चाहिँ हङकङ बजारभित्र चाहिँ डोजर चलिसक्यो भन्ने खालको छ तर त्यो होइन है त्यो भ्रममा नपर्नुहोस् त्यो होइन त्यो ऐलेनी जग्गा पारिपट्टिको ऐलेनी जग्गा हो हङकङ बजारको जग्गा हो यो खास यो हङकङ बजारको जग्गा चाहिँ के भन्नाले यो व्यक्तिगत हो यो यो कृषकको जग्गा हो यो ए मतलब कृषि सामग्री नै यहाँ किनबेच गर्नको लागि नै यो बनाएको जग्गा हो ए हजुर चाहिँ कृषकको जग्गा हो ए हजुर हजुर यसमा चाहिँ तपाईँहरूले चाहिँ यो पैसा तिरेर भाडा तिरेर चाहिँ व्यापार गरिराख्नु हजुर एकदम अब यो चाहिँ कस्तो के लाग्छ दाइ अब यो यहाँ अब लायो होइन डोजर लगाइसक्यो अब चाहिँ यो लाउनु ठिक हो अथवा बेठिक हो यहाँबाट पनि फेरि कतिपय मान्छेहरूले चाहिँ के भनिरहेछन् भन्दाखेरि अब यो चाहिँ संस्थाले पैसा उठाए पनि उनीहरूले बच्चाहरूलाई पढाइरहेको थियो समाजसेवा पनि गरिरहेको थियो जस्तो अब यो होइन उहाँहरूले चाहिँ एक्स्ट्रा गर्नुभएको भने ठिकै हो तर मेन कुरो राज्यलाई पैसा पुग्नुपर्ने हो त्यो ठाउँमा नपुगेर हो उहाँहरूले एक्स्ट्रा गर्नुभएको त एकदम राम्रो हो हजुर हजुर तर चाहिँ राज्यलाई मेन कुरो चाहिँ पुग्नुपर्ने ठाउँमा पैसा पुग्नु पर्यो उहाँहरूले एक्स्ट्रा गर्नुहुन्छ भने त्यसको लागि पनि ठिकै थियो हुन त हजुर ठिक छ यो डोजर हानेको राम्रो कि नराम्रो राम्रो कि नराम्रो मलाई त केही थाहै छैन हजुरको घर चाहिँ कहाँ नि पट्नेरी हेर्न आउनुभएको हजुर हेर्नलाई ए ठिक छ बाटै हो कस्तो के भन्नाले यो खुलेको रोड हो होइन हजुर हजुर अब यो खुलेको रोडमा जहाँसम्म यो बाटै नै रहला अहिलेलाई हजुर हजुर किनभने यसको मापदण्डभित्र परेको बाटै नै रहला हजुर हजुर अब भावी दिनमा त के हुन्छ होइन हामीले हेर्नुपर्छ जस अहिले चाहिँ निकै खुल्ला भएको छ राम्रो छ यी अधिग्रहण भएका सरकारी जग्गाहरू जति पनि राज्य निकायमा भएको मातहतका जग्गाहरू यसरी व्यक्तिले हडप्नु र होइन व्यक्ति एउटा सोर्स फोर्सको आधारमा हिजोदेखि नै यस्तै नेपालमा धेरै जग्गा जमिनहरू व्यक्तिको नाममा गई अथवा सङ्घ संस्थाको नाममा गई होइन त्यहाँ कुनै अब विविध चाहिँ त्यो राज्य निकायमा भएको शक्तिमा रहेका मान्छेहरूले आफ्ना मान्छेलाई भरण पोषण गर्ने गरेर जसरी यो राज्यका सम्पत्ति यो पुस्तौँ पुस्ता बचाइराख्नुपर्ने सम्पत्तिहरू यसरी चाहिँ हिनामिना भएको छ अहिले राज्यले यो खोजिरहेछ एकदमै सराहनीय छ राम्रो काम छ अब पोखरामा यस्ता धेरै ठाउँहरू छन् बिस्तारै पोखरा मात्र नभइकन देशैभरिका यस्ता जग्गा जमिनहरू चाहिँ राज्यको मातहतमा ल्याउने पहल भएको छ यो एकदमै राम्रो छ सराहनीय छ र यहाँका आम वासीहरू पोखरावासीलाई पनि यो एकदम खुल्ला खालको वातावरण हुँदाखेरि र यही अधिग्रहण जग्गा यो कन्जस्टेड थियो यही सस्तो बजारमा आउँदा पनि हङकङ बजारमा आउँदा पनि यहाँको चाहिँ तपाईँको चाहिँ एकदम पार्किङको असुविधा अनि यहाँ चाहिँ तपाईँको दोहोरो गाडीहरू भयो भने एकदमै जाम हुने खालको अवस्था थियो अस्तव्यस्त थियो आज यो चाहिँ यहाँको चाहिँ भत्काएर यो एकदमै खुल्ला देखिएको छ यसको लागि अहिले पोखरा महानगरले गरेको जुन कदमलाई मेरो व्यक्तिगत तर्फबाट पनि सराहनीय भएको अनुमान गरेको छु र विशेष धन्यवाद पनि दिन चाहन्छु तपाईँले यत्तिकै उठाएर लैजाँदै हुनुहुन्छ कि मल किनेर लैजाएको हजुरलाई भन्नाले कस्तो रे पैसा दिएर कसलाई दिएको पैसा तपाईँहरूले भन्नाले को ड्राइभरलाई दिएको है पैसा देखाइन भन्नाले के कसलाई दिनुभएको दाइ पैसा काम गर्ने मान्छे जम्मा गरेको न त्यसको लागि दिएको त ए भने कसलाई दिनुभयो पैसा जुन काम गर्ने मान्छे हो न यताउता टिपटाप गरेर राखेको हो त्यसको दिएको यो चाहिँ यहाँनिर चाहिँ यो यस्तो खालको दृश्य चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ यो हङकङ बजारको दृश्य हो है हङकङ बजारको अगाडिपट्टिको दृश्य हो यो अब यसरी चाहिँ यहाँ यो कबाडीहरू चाहिँ उठाउँदैछन् है यिनीहरूले चाहिँ अब उनीहरूले चाहिँ अब सिला खोजेर लैजाने भन्दैछन् भत्काको ठुलो बाटो बनाएर राम्रो भयो राम्रो सबैको लागि राम्रो भयो हजुर सरकारी भयो राम्रो भयो पहिला त ओगट्ने एउटा व्यक्ति विशेषले पैसा खाने पार्टीले खाने गर्नु भएन सबैको लागि राम्रो भएको राम्रो कति भेटियो हो के स्प्राइट खाइदिनु लाग्यो तपाईँहरूले भेटाउनु भएन तपाईँहरूले चाहिँ खोज्नु भएन
तपाईँले कति भेट्टाए ए भनेर दुईजनै साथी साथी हो के छ यो भत्काको के लाग्छ तपाईँहरूलाई अब ठिकै लाग्छ बाटो चौडा भयो राम्रो भयो अब अब मान्छेलाई जानेलाई अब अप्ठ्यारो हुँदैन अब सडक जान्छ आउँछ दुःख त छ तर दुःख त सबैलाई हुन्छ नि आफ्नो आफ्नो घर बसायो भने कसलाई दुःख हुँदैन अब लिने मान्छे त्यही हो दिने मान्छे त्यही हो अब अब के गर्छ बालन सरकारले अब बालन सरकारको विरोधमा म त केही भन्न सक्दैन हो कि हुन्न आज त्यसको छ भोलि मलाई पनि त्यस्तै हुन्छ हो कि हुन्न म त घर चाहिँ कहाँ नि मेरो त रौतहट नेपाल हो ए यहाँ चाहिँ यो कबाडीको काम गर्नु कबाडीको काम गर्छु ए चाहिँ राम्रो लाग्यो तपाईँलाई राम्रो त लागेन कमाउनुको लागि त राम्रो छ तर घर भस्काएको छ भने त्यो नराम्रो लागेको अब के अब एकजनाको त घर छैन छैन